सबैजनालाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ हामी चुलाचुली जान लागिरहेको छौँ होइन। चुलाचुलीमा चाहिँ गाउँ स्तरीय फुटबल प्रतियोगिता रहेको छ। हाम्रो माई नगरपालिकालाई पनि इन्भिटेसन आएको हुनाले गर्दाखेरि हामी अब माई नगरपालिकाबाट केटाहरूलाई लिएर जान आँटेको छौँ। सबैजना यहाँ भेला भइरहेको छ। हामी चाहिँ अहिले सबैजना हाम्रो माई नगरपालिकाको कार्यालय अगाडि छौँ होइन। हाम्रो नगरपालिकाको अफिसियल कामहरू चाहिँ भइसक्यो होइन, तर अब यहाँ भिडियोमा देखाउन मिल्दैन। खेलाडीहरू सबैजनालाई ट्याक्सीमा पठाएपछि हामी पनि अब बाइकमा आफ्नो गन्तव्यतिर लाग्यौँ। हामी माई नगरपालिकाको सिमाना काटेर जुकेखाडी हुँदै हुँदै दोइझडाको जङ्गलको बाटोबाट हाम्रो गन्तव्यतर्फ लाग्यौँ। त्यसपछि हामी काशीचोकको भित्रपट्टिको बाटो हुँदै हुँदै सुरुङ्गा पुल निस्केर सुरुङ्गातर्फ लाग्यौँ। सुरुङ्गाबाट अलिकति अगाडि पुगेपछि यसो आकाशमा हेरेको बादलले हामीलाई लभको साइन दिइरहेको थियो। त्यस पछाडि हामी माई भगवती देवीको पुल हुँदै त्यहाँ भएका मलामीहरूलाई हेर्दै हेर्दै माइदातर्फ लाग्यौँ। त्यस पछाडि हामी गङ्गु छेत्रीको ठाउँ दुधे हुँदै हुँदै अगाडि बढ्यौँ। महेन्द्र राजमार्गमा एसियन हाइवेको कामहरू भएका कारणले गर्दाखेरि हामीलाई धुलोले एकदमै गाह्रो बनायो। त्यस पछाडि हामी शहीद गेट हुँदै हुँदै केर्खातर्फ छिर्यौँ। त्यस पछाडि हामी पाडाजुङीको शहीद रङ्गशाला हेर्दै हेर्दै दमकतर्फ लाग्यौँ। अनि हामी दमक बस पार्कको एक चक्कर हानेर केटीहरू हेर्दै हेर्दै उत्तरतर्फ लाग्यौँ। त्यस पछाडि हामी चुलाचुली आइतबारे कहाँ पर्छ भन्दै सोध्दै सोध्दै दमकको बर्काछीबाट रत खोलाको पुल पारिपट्टि भई कमल गाउँपालिकाबाट हामी चुलाचुली गाउँपालिकातर्फ छिर्यौँ। थोरै अगाडि पुगेपछि हामीले स्वागतको लागि बनाइएको गेट पनि भेट्यौँ। यो त होइन नि ग्राउन्ड, यही हो ग्राउन्ड? अरे ल यही रहेछ। फाइनल्ली आइपुग्यो गाइज, ग्राउन्ड चाहिँ यही रहेछ होइन। बालज्योति भन्ने स्कुलको पछाडिपट्टिको ग्राउन्ड रहेछ। हाम्रो खेलाडीहरूलाई पनि देखाइदिइहालौँ न होइन। अब आएपछि ल केटाहरू चाहिँ अघि आएर यहाँ बसिरहेको छ। स्तरीय युवा तथा खेलकुद समन्वय समिति सह आयोजक चुलाचुली गाउँपालिका 4 नम्बर वडा कार्यालय इलाम, मिडिया पार्टनर होलनेपाल.com। हाम्रो केटाहरू अब चाहिँ यहाँ रेडी हुँदैछ सबैजना जर्सी लाएर। केटाहरू दुईजना किपर छ, यहाँ भाइहरू बसिरहेछ। अब केही बेरमा हाम्रो गेम सुरु हुन गइरहेछ। अब खेल सुरु हुन केही समय मात्रै बाँकी छ र हाम्रो केटाहरू वार्मअप गर्दैछन् र पछाडिपट्टि चाहिँ गोल नेपालका दाइले फोटो खिचिरहनु भएको छ। र यहाँ भइरहेको प्रतियोगिता चाहिँ गोलनेपाल.com बाट प्रत्यक्ष प्रसारण पनि दिइरहेको रहेछ। र सबैजनाले उठ भाइ उठ उठ उठ। खोइ कहाँ गयो अर्को? ल केटाहरू त्यसरी सकेको छ होइन। उतापट्टिको चाहिँ चुलाचुली गाउँपालिका माई नगरपालिकाको यताको छ होइन। बस्नु सक्नुहुन्छ होटेल लाउनेहरूको यता चाहिँ। हाम्रो यहाँ चाहिँ कोच हुनुहुन्छ विवेक सर चाहिँ कोच हुनुहुन्छ। सर विवेक सर सर त एकदम हुन्छ। काम सुरु भइसकेको छ यहाँ। दुईटै अफ थियो, दुईटै अफ थियो क्या। विशाल विशालै विशाल बोला है भाइ बोला है। बेच्छ 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 विशाल भाइ माथि 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 दिपेश वाइड गरेर दिपेश। लभली यार गोल मार्क। कपिलले त्यहाँ 3 जनालाई छकाइदियो ल। हो किपरले टच गरेछ नि। किपरले टच गर्यो होइन भने गोल छुट्थ्यो क्या। यति बेलासम्म चाहिँ श्याम भाइले खेलको भिडियोहरू बनाइरहेको थियो, तर अफिसियलहरू आएर हामीलाई भिडियो नबनाइदिनु होला भनेर अनुरोध गर्नुभयो। साथीहरू हाम्रो चाहिँ गेम सकियो, केटाहरूले 3 खायो। जस गेम राम्रै थियो। 1-2वटा काउन्टरमा भेट्यो होइन। चुलाचुलीले हामीलाई 3-0ले पराजित गरेको छ। के भन्नु छ आजको हारमा? केही छ
विचार राख आफ्नो ल केही छ भन्नु भइहाल्छ केही छ सरोज भाइ जित्ने चान्स थियो ल केही छ भन्नु आजको गेमको के छ वचन भाइ आजको गेमको थोरै समीक्षा ल ठिक छ केटाहरूको के छ आजको गेमको लास्टमा अन्तिम टेक के छ ल के छ अन्तिम के छ गेम सबैको राम्रै भइहाल्यो खेलमा त अब हार जित त हुन्छ होइन गोल लाएर मात्र हारेको नि होइन गोल नलागेको हामी जित्थ्यौँ क्या होइन हो तिनीहरू नलागेको भए फिक्स हाम्रो हो नि त होइन के छ जमिन भाइको के छ त केही छ भन्नु आजको गेमको के कमी कमजोरी राम्रो पक्ष केही होला नि त ठिकै हो होइन एकचोटि फर्स्ट टाइम जितेको हो नि त चुलाचुलीले हामीलाई ल ठिक छ ल साथीहरू गेम जिताउनु सकिएन होइन अब अर्को पालि केटाहरूले राम्रो गर्छ भन्ने आशा छ यो चाहिँ हामीलाई होइन यहाँ पार्टिसिपेट गरेकोमा एउटा मायाको चिनो दिनुभएको रहेछ होइन चुलाचुलीबाट आएको यो मायाको चिनो एकदमै राम्रो छ हामीलाई एकदमै मन पर्यो होइन यो मायाको चिनोको लागि चाहिँ उहाँहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी है यो एकदम राम्रो वेल अर्गनाइज पनि भएको छ होइन र यो देख्दाखेरि चाहिँ झन् एकदमै हाम्रो खुसी एकदम धेरै बढेको छ है सबैजनालाई यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी अब गाडीमा चढ्ने गाडीमा चढ्दैछ बाइकमा जानेहरू बाइकमा रेडी हुँदैछ हामी पनि बाइकमा रेडी भयौँ अब साँझ भइसकिसक्यो घर पुग्दाखेरि एकदम राति नै पर्छ होला है यसरी नै अरू भ्लगमा पनि हामी भेट्दै गरौँला आजको लागि चाहिँ यो भ्लग यहीँ समाप्त भएको छ यो भ्लग हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद छ थ्याङ्क यू सो मच